उहिले माथि लेखिदिनु न भाइ उताबाट हाम्रो एसिडीबाट यहाँ आयो उतापट्टिको यतापट्टि होइन ठिक छ देखिन्छ अनि त्यो भोल्टेज कहाँको मेन भोल्टेज यो यसको यो माथि तिनवटा देखाएको नि हामीले यताको यो सानो तिनवटा देखाएको नि तिनवटा अनि तपाईँले ठुल्ठुलो तिनवटा हो त्यो सानो तिनवटा चाहिँ जकी पम्पको कन्ट्रोल क्याबिनेटमा गयो होइन त्यो ठुलो जुन आएको छ त्यो हाम्रो उहाँबाट आयो क्या एसिडिबीबाट आयो यो एसिडिबी 5बाट आयो एसिडिबी 6बाट आयो यो चाहिँ मेन हो यतापट्टिको चाहिँ हाम्रो जेनेरेटरको हो क्या यो बन्द गऱ्यो यता आयो कि यो हाम्रो यो अटोमेटिक ट्रान्सफर स्विच हो नि त यो भनेपछि अहिले मेन टुबाट सप्लाई भइरहेको यहाँ पनि चेन्ज भयो होला होइन यहाँ चेन्ज भएन यो चेन्ज हुनुपर्ने कुनको कन्ट्रोलको यतातिरको हो भने यतैतिरको दुइटै उतैको हो दुइटै यतैको हो यसरी याद गर्नु QF0 यहाँ पनि छ तपाईँ QF0 भन्छ हो छ त्यो सेम हो QF02 यहाँ छ उता QF02 त्यो सेम हो अनि तपाईँको त्यसो भने त चेन्ज हुँदैन नि माथिबाट गएको नि त माथिबाट अनि चेन्ज हुनुपर्छ चेन्ज भएन त कसरी एक्चुअली अफ गर्नु मेन मोडरमा पनि उ गर्नु पर्यो नि त कन्ट्रोल गर्नु पर्यो QF01 अफ गरिदिनु QF01 अटोमा छ होइन त्यो माथिबाट आयो होला कि त्यो इफ QF01 अफ अफ साइडबाट हो कि माथिबाट गयो कि चेन्ज हुँदैन कि कहाँबाट गयो माथिबाट गयो अरे त अपसाइड फ्रम अपसाइड ओके ए अ त नि सरी माथिबाट हाल्यो त्यही त अहिबाट माथिबाट भनिरहेको माथिबाट यहाँबाट नै उ गऱ्यो कि यसमा अरू के छ केही पनि छैन तलपट्टिको मेन मोटरमा गयो तलबाट त्यो चाहिँ मेन मोटरलाई हो यो केसको लागि हो मेन मोटरमा गयो यतापट्टिको चाहिँ हाम्रो गाउँको यो ट्याग हालिदिनु यसको चाहिँ त्यहाँसम्म हालिदिनु त त्यहाँसम्म ट्याग हालिदिनु तलपट्टि चाहिँ ट्याग हालिदिनु यतापट्टिको एमसिसी कहाँ गएको यो डिबी बक्समा बक्समा यतापट्टिको चाहिँ मेन यहाँबाट एउटा लेफ्टको चाहिँ मेन मोटर पम्पमा गयो कन्ट्रोल क्याबिनेटमा गयो अनि राइट साइडको चाहिँ डिबी बक्समा गयो अब यो यिनीहरू फ्युज भइहाल्यो रिले भइहाल्यो यो अब कन्ट्र्याक्टर भइहाल्यो यो टेम्परेचरहरू थियो होइन यो ठिकै छ यसमा अरू केही छैन यो अहिले हाम्रो अटोमै छोडिदिने होइन त यो ओके यसमा अरू केही छैन अब यसमा के छ अरू कमन पावर सप्लाई कमन स्ट्यान्ड बाई पावर इन्डिकेटर स्ट्यान्ड बाई इनपुट पावर इनपुट When you turn one power, that power gets the light will on. त्यो हामीले सायद एउटा QF01 अफ गरिदियो भने स्ट्यान्ड बाईतिर जान्छ होला कि ट्राई गर्नु के नै छ र त्यही भयो अर्को गऱ्यो भने यो 01 लाई गर्दाखेरि यो चाबी लाएर यो अलार्म अफ गर्नु हुन्छ कि भन्नु Maybe this
Not this one? I think not that one. This side. त ट्याट्याएर टुट्टु गऱ्यो भने त हैरान गर्छ नि त फेरि काट्नुपर्छ ए ओके ओके ल ल ल अन गरिदिनु ट्युल भयो मेन पम्प स्ट्यान्ड बाई भयो ओभरलोड फेल अलार्म भयो ओभरलोड फेलर अलार्म फायर कन्ट्रोल लिङ्केज के हो सोध्नु त दिस फर ल ठिकै छ अब यो खोलेर हेरौँ त यहाँ के छ Only in China. In China. इन चाइना वाइ नट इन नेपाल I don't know. You can ask the designer. I don't know. You can ask the designer. यो यहाँ के छ यो त्यहाँबाट मोटर हामी एमसिसिबी के अरे उसले तलको त्यो मेन पम्प त्यहाँबाट यहाँ आयो होइन आयो सुरुमा माथि आयो यसमा आयो अनि यो QF1 भनेको नि त्यही हो तपाईँको त्यही माथिबाटै आयो हो यसमा हाल्यो त्यहाँबाट बनाउनु परेर आएको कि ए ओके ओके यो त बसबार मात्र हो नि यो अब तपाईँको स्टार डेल्टा बनायो होला यो के को लागि हो खै के को लागि यो यताबाट आएर गयो दुईटा यसले किन राखेको त यो यहाँ तल यहाँबाट फेरि यहाँ पनि गयो नि फेरि डिजेल उसमा पनि डिजीमा नि गयो त्यो त सिग्नलको लागि गयो होला सिग्नलको लागि गयो यो चलाउनु गयो नि त फेरि यसलाई पनि सबै चाहियो नि त पावर ओके ओके क्यान वी अपरेट मेन पम्प Main pump? अपरेट Operate. हाउ टु अपरेट यो मेन पम्पलाई नि अटोमा राखिन्छ कहाँबाट हो फेरि What's up? ओके फर मेन पम्प अटोमेसन यार Yes. लेखिदिइहाल्नु त ल The same. Like the check pump. Automatic. भनेपछि हामीले अहिले म्यानुअलमा राखेर यहाँ स्टार्ट गरिदियो भने मेन पम्प चल्छ नि फेरि प्रेसर धेरै भएर अनि अपरेट दिस अपरेट Okay. Just a little time, short time, not too long time. Okay. You got this kind of yes. I think if pressure It's closed. there is over pressure it will automatic Yes, cut if off someone open, you can long time to तर start. प्रेसर आफै if the pressure is above 0.8 Huh? 0.8 yes maximum pressure What? for this maximum pressure how much The pressure it make the top is the biggest. yeah biggest The biggest is 0.74. 0.74 after 0.74 it will automatic cut off They will be shut down. This. अहिले कति पुग्यो प्रेसर The pressure switch. Pressure switch. The pressure when get 1.74. 1.74 Shut down. automatic yes It is shut down. 1.74 Yes. 1.74 त धेरै भयो यार हैन र 8 केजी मेन्टेन गर्नुपर्छ भनेर प्रेसर वाटर यसो क्याब मोटर क्यापेसिटी जति पम्पको क्यापेसिटी नै त्यति नै रहेछ क्यापेसिटी त्यति हाल्न सक्ने भनेको 0.8 भनेको के त खासमा फल्ट स्टप